सो हेलो एभ्रिवान एन्ड नमस्ते सबैजनालाई। आज सबै सन्चै आएर हुनुहुन्छ होला, म पनि सन्चै आरामै छु। मेरो नयाँ ब्लगमा सबैलाई स्वागत छ। अहिले सबै सन्चै आरामै हुनुहुन्छ होला, म पनि सन्चै आरामै नै छु। अहिले चाहिँ मेरो यो 4th भ्लग हो यो आइडीको। सबैले माया साथ सपोर्ट दिइराख्नु होला यस्तै होइन। अरू त के भन्ने हो र होइन। आज चाहिँ मेरो मम्मीको बर्थडे जन्मदिन मम्मीको आज जेठ 3 गते। यसो भित्र काम गर्दै हुन्छ सबैले, म चाहिँ बाहिरतिर यसो डुल्दैछु। बाहिर चाहिँ यस्तो मौसम गएको छ होइन, टक्क चारैतिर दामी दामी सबैले काम गर्दै हुन्छ भित्र। म चाहिँ बाहिर छु यसो डुल्दै ब्लग गराम भनेर। के गर्नु उता त्यस्तै हो। अहिले भेटौँला। सो अहिले चाहिँ हाम्रो मम्मीले मासु पकाउँदै हुनुहुन्छ यहाँ। भएको छैन अहिले चाहिँ हाम्रो मम्मीले मासु पकाउँदै हुनुहुन्छ। हामी चाहिँ यस्तो परिपाटी गर्दै हाम्रो बर्थडे गर्ल हाम्रो मम्मी चाहिँ होइन। सो गाइस अहिले चाहिँ रात पनि परिसक्यो। मेरो कोठा चाहिँ यस्तो छ त झिलमिली होला। अहिले चाहिँ हामी मासु पकाउँदैछ होइन गाइसहरू, मासु पकाउँदैछ। म आगो बाल्छु नि। यो चाहिँ म चलाउँछु। रातो पार्ने अरे। भुटेर राखेको छ हामीले यस्तो टक्क लाएर। मेरो रुम यस्तो छ डेकोरेसन गाइसहरू, यस्तो छ मेरो रुम चाहिँ। डेकोरेसन साइकल काम गर्दै मासु पाक्दैछ यता चाहिँ हाम्रो होइन। अरू त के भन्नु गाइसहरू, त्यही हो। अहिले भेटौँला त अहिले चाहिँ हाम्रो यस्तो छ खुल्के भित्तामै मासु टक्क होइन। मासु पाक्दैछ गाइसहरू, के भन्नु। मम्मीको जन्मदिन परेको छ, त्यसैले हाम्रो यस्तो तामझाम। हाम्रो घर रात परिसकेको छ अहिले चाहिँ। अहिले एकदमलाई त सो अहिले चाहिँ अब हाम्रो एकछिनमा बर्थडे पनि सुरु हुन्छ होइन। हाम्रो अर्को खसीको मासु यस्तो हाम्रो दादा चार परिपाटी छ। सबै अब एकछिनमा चाहिँ हाम्रो बर्थडे पनि सुरु हुन्छ होइन। त्यही हो, अरू त के भन्नु। यस्तो छ यसलाई चाहिँ ब्रोइलरको मासु, भित्र खसीको मासु मम्मीले पकाउँदै हुनुहुन्छ। के छ त गाइसहरू तपाईँहरूको हाल खबर, के छ तपाईँहरूको हाल खबर गाइसहरू। यस्तै हो, यो चाहिँ मम्मीको हाम्रो पूजा गर्ने ठाउँ।
म चाहिँ कस्तो देखेको छु हजुर हुन्छ है म चाहिँ ह्यान्डसम देखेको छु होला कस्तो देखेको छु दामी देखेर छु त खतरा देखेको छु त म चाहिँ एउटा देखिन्छु अहिले मार्छु के भन्नु बाहिर बाहिर मलाई चाहिँ बाहिर मासु हेर्ने जिम्मा छ हजुर हुन्छ हुन्छ ल अब सिधै अहिले बर्थडेकोमा देखाइदिन्छु बर्थडे भएको देखाइदिन्छु ल सो अब चाहिँ हामीले बर्थडे पनि मनाउँदैछौँ अब बर्थडे मनाउँदैछौँ गाइज अब बर्थडे मनाएको छ होइन यता के खै खै राम्रोसँग पदिनु न उता जाने के तपाईँ जानु परेछ सक्ने जानु के यहाँ हुन्न Happy birthday to you. छोड़ो सकिगयो Happy birthday to you. Happy birthday to you. Happy birthday to you. Happy birthday my dear wife. ओए पैसा कति हो पैसा राखिहाल नचले पार्टी नचले चले नचल के सुनाबाट उठे आफ्नो के उता जानु साइड लाग्ने बाबाको बर्थडे जस्तो भएको छ
रमाउनु पर्यो भिनाजु तपाईँले त्यही छोडेर चार्ज सकेर मैले चाहिँ ब्लग बनाउनु पनि पाएन त्यसको लागि आइएम भेरी भेरी सरी सबैजनालाई अनि चाहिँ हिजो दामी रमाइलो भयो बर्थडे चाहिँ मम्मीको आज यस्तो छ दामी मौसम त्यही हो हिजो फेरि चारजना भयो ब्लग गराएन मैले अरू त के भन्ने र त्यस्तै हो सबैले लाइक एन्ड सब्सक्राइब गर्दै गर्नु होला अरू त के भन्ने र हिजो चारजना मेरो मैले फेरि भ्लगै गराउनु पाएन कि सब फिर भइगयो गाइस त्यही फेरि भ्लग गराएन आज यही बनाएको हो सबैले लाइक एन्ड सब्सक्राइब गर्दै हुनु होला नेक्स्ट भ्लगमा भेटौँ है त